ल मकानपुर गढी गाउँपालिका 2 होइन सर यो ए6 वार्ड नम्बर 6 क्षेत्र नम्बर तपाईलाई आज एउटा कुरा सोध्न मन लाग्यो होइन यो हाम्रो रवि लामिछानेको विषयमा तपाईलाई कस्तो लाग्छ आज यो चाहिँ रातारात गरेर एउटा पुलिस प्रशासनले चाहिँ तपाईलाई थुन्न लिएर गयो होइन भनेर जुन न्युज आइरहेछ सुनिरहेछौँ हामीले त्यो विषयमा तपाईलाई चाहिँ यहाँ हाम्रो सरलाई चाहिँ कस्तो लाग्छ भन्नुस् त त्यो ठीक हो कि बेठिक हो सर रवि तपाईलाई सोधे हामीले अब जति उठ्यो पनि अब के न्यायले नै अब बदर गर्नु पर्यो होइन हो सही हो फैसला गरिसकेपछि आफूले फेरि आफूले गरेको फैसला चाहिँ आफूले चाहिँ अब निर्णय बदर भयो भनेर भन्नु त मिलेन हो भनेपछि समस्या रवि पनि समस्यामा अदालत पनि समस्या होइन यो वास्तवमा भएको चाहिँ के होला तपाईँलाई कस्तो लाग्छ अब चाहिँ यो रवि लामिछाने अहिलेसम्म 4-5 पटक जेलमा बसेर तपाईँको चाहिँ कुनै पनि कुराहरूको तपाईँको त्यो सहकारीको ठगी होइन भनेर प्रुफ र प्रमाणका साथ जेलबाट बारम्बार परेर ढरुबाट रिहा हुनु पनि भएको थियो र उहाँ जिल्ला अदालत पनि गएर चाहिँ एउटा एउटा निवेदन हाल्नु भएको छ होइन त्यो विषयमा तपाईँलाई चाहिँ अब फैसला गरेर अब त्योभन्दा माथिका उच्च अदालतहरूले अब त्यो उसलाई चाहिँ अब आफ्नो उ गरे के हो तर यो तपाईँको सरासर थिचो मिचो गरेर देखिन्छ त्यो रातारात एउटा हाम्रो डिएसपीले चाहिँ तपाईँको न्युजमा आइरहेको छ डिएसपी साहबले चाहिँ अब भन तिम्रो अन्तिम इच्छा के छ भनेर चाहिँ उहाँलाई चाहिँ त्यो पनि भनेको एउटा न्युजमा आइरहेको छ खबर कि यो साँचो हुनसक्ला त्यो यदि साँच्चै हो भने त अन्तिम विचार के छ भनेर सोध्ने त त्यो त अब कोही अब फाँसी दिने बेलामा त सोध्ने कुरो हो कि जस्तो पनि लाग्छ अब भनेपछि यस्तो प्रशासनले चाहिँ यो देश र जनतालाई कसरी चाहिँ तपाईँको सुरक्षा दिलाएर यो सुरक्षाको भरमा हामी परौँला भनेर तपाईँलाई चाहिँ विश्वास लाग्छ केही यो अब अरूले सुरक्षा देलान् भन्ने कुरो चाहिँ होइन उयो आफ्नो सुरक्षा आफैले गर्ने हो त्यही भने कसैले पनि हो त्यही भने आफ्नो सुरक्षा आफैले गर्ने हो तर अब यहाँ हाम्रो लागि सुरक्षा गरिदिने वाला न सरकार छ न अब कुनै नेता भए कोही गर्ने भनेर आएका नेताहरूलाई थुने गर्दैन बोल्नै दिँदैनन् अब यदि रवि लामिछाने चाहिँ जेलमा हालेन भनेदेखि चाहिँ तपाईँको चाहिँ हाम्रो केपी शर्मा ओली त्यहाँबाट गएर गगन कुमार थापा त्यहाँबाट गएर शेरबहादुर देउबा हुँदैन आर्जु राणा पहिला र शेरबहादुर देउबा र लास्टमा गएर तपाईँको चाहिँ हाम्रो अहिले जुन प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ उहाँलाई पनि जेलमा हाल्ने चाहिँ उहाँको टार्गेट छ यसलाई के कसरी लिनुहुन्छ तपाईँले रवि अब अम्केर आउने बित्तिकै हाल्ने भनेकै उइसेको टार्गेटै त्यही हो सुरुमै त्यही हो होइन खाता खोल्छु भन्ने बित्तिकै अनिखेर यो त्यहीँबाट सुरु झडा कला त्यहाँबाट सुरु भयो खाताको कुरो ननिस्कियो भने अहिलेसम्म यो केही पनि हुँदैन यो अस्ति राजावादीको लडाइँ पनि हुँदैन थियो त्यो खाता खोल्छु भन्ने होइन यो राजावादीहरूको लडाइँको लागि त तपाईँको चाहिँ धेरै अब चाहिँ इन्डियाबाट हाम्रो इन्डियाको एउटा के प्रान्तको चाहिँ मुख्यमन्त्रीले चाहिँ हिन्दू धर्मको चाहिँ त्यो एउटा मन्त्री हुनुहुँदैछ उहाँले चाहिँ नेपालमा राज संस्था चाहियो भनेर भन्ने पनि कुरा गर्नुहुन्छ होइन तर यो राज संस्था चाहियो भनेर मात्रै भएन तपाईँको राज संस्था चाहियो भन्नुको कारण के त उसले चाहिए बेला फ्याल्यो होइन 2063-64मा उसले इन्डियाले चाहेरै फ्यालिदियो राज संस्था अब फेरि अहिले चाहिँ राज संस्था उसलाई चाहियो भन्छ भनेपछि तपाईँले एउटा कुरो यसरी भनिदिनु होला कि प्रश्न बनाइदिनु होला अब मेरो तनाव जनश्रोताहरूले चाहिँ म एउटा राजन चौलागाई अब हामी यहाँनिर परिचय दिउँ है त एकछिन म चाहिँ राजन चौलागाई कलाकार अथवा पत्रकार र खुसी मिडिया खबरबाट चाहिँ मैले अहिले यो प्रत्यक्ष प्रसारण चाहिँ हाम्रो एकजना हाम्रो शुभ नाम यहाँ नौलो मान्छे भेटेँ र यहाँ हाम्रो चाहिँ एउटा अहिले तपाईँको तत्कालै यो चाहिँ गढी गाउँपालिका वार्ड नम्बर 6 भन्ने ठाउँमा चाहिँ यो एउटा फार्म हाउस एउटा खोल्ने हुनु रहेछ र यहाँ चाहिँ यो फार्म हाउसमा काम गर्ने एकजना हाम्रो सर हुनुहुँदो रहेछ यहाँ र यो मौका छोपेर यदि टाढा यदि गाउँमा यदि बेग्लो ठाउँमा पनि अब यहाँका जनताहरू कसरी बुझ्दा रहेछन् भनेर चाहिँ म एउटा यो खुसी खबरबाट चाहिँ एउटा चाहिँ जनताको लागि चाहिँ एउटा म यो प्रत्यक्ष प्रसारण जस्तो पनि भनौँ र अथवा खबर र तातो खबर चाहिँ लिएर म आइरहेको छु म राजन चौलाकै कृपया हेरेर लाइक गरिदिनु होला भने अब म कुराकानीलाई अगाडि बढाउन चाहन्छु अब हाम्रो सरको परिचय मेरो सुनिल घिमिरे हो घर त मेरो ओखलढुङ्गा हो ओखलढुङ्गा अब यहाँ आएर तपाईँ चाहिँ यति विकट ठाउँमा यस्तो भित्र न गाडी चल्छ न साइकल चल्छ न मोटरसाइकल चल्छ होइन अब न तपाईँको चाहिँ केही छ सलाई सिद्धियो भने किन्न जाने पसल पनि नजिक छैन र तपाईँको चाहिँ अब 1 कोस पर धाएर जानुपर्छ एउटा सलाई किन्न जानु पऱ्यो भने पनि
र अब यस्तो डाँडा काँडा यस्तो पहाड फेदी सबै पहिरो लगाएर ऐलानी जग्गा चाहिँ तपाईँको सबै थिचोमिचो गरेर तपाईँको चाहिँ यहाँ डोजर लगाएर खानेपानीको राजकुलोदेखि लिएर चाहिँ तपाईँको चाहिँ बाटो हिँड्ने गोरेटो बाटो मुर्दा बोकेर हिँड्ने बाटो पनि सबै तस नस भएको तपाईँले देख्नु भएको छ होइन। भनेपछि अब यसलाई पनि छँदैछ। र दोस्रो प्रश्न भनेको हजुरलाई चाहिँ अब यो ठाउँमा बसेर तपाईँलाई यो जुन सरकारले यति विकट ठाउँ बनाइरहेछ तर बाटो छ, यहाँ देखिन्छ बाटो आएको, तर यो बाटोलाई चाहिँ देख्न सक्नुहुन्छ दर्शक बहिनीहरूले, यो अलिकति माथिबाट देखाएको ठाउँमा यहाँनिर चाहिँ यो घरको छेउनेरबाट चाहिँ हलो जोतेर हिजो मकै रोपिदिनु भएको छ। भनेपछि यो माथि रुखको छेउछेउबाट हिँडेर जाने बाटोमा माथि एउटा टहरो छ, त्यो पनि एउटा चाहिँ बाटो मिचेर बनाइदिनु भएको छ र कुलो पनि छैन, बाटो पनि छैन। अहिले यतातिर यो साइडमा चाहिँ डोजर लगाएर राजकुलो जति सबै ध्वस्त बनाइदिएको अवस्थामा देखिन्छ। भनेपछि अब यस्तोलाई सरकार चाहिँ महँगो छ। मैले वडा अध्यक्षलाई पनि दुईचोटि बारम्बार ताकेता गरेँ र हिजो पनि यही वडामा यहीँ आउनुभएको थियो, अलिकति मुनिपट्टिसम्म बाटोसम्म आउनुभएको थियो बाइकमा, र मैले रोकेर सोद्धाखेरि होइन हामी हेर्छौँ, हामीले बुझेका छौँ सर, हामीले जानिरहेका छौँ, आउँदैछौँ भनेर भन्दै हुनुहुन्थ्यो। ल अब यो चाहिँ मैले एउटा समसामयिक घटनाको लागि एउटा समातेर चाहिँ उहाँ दाईसँग ओखलढुङ्गाको मान्छे के घिमिरे भन्नुभयो, ए सुनिल घिमिरेजी, अब तपाईँले ओखलढुङ्गामा चाहिँ के यस्तो विकट ठाउँ अहिले पनि यस्तै यहाँ जस्तै छ, मकरपुरमा जस्तै छ ओखलढुङ्गा पनि? ओखलढुङ्गा पनि विकट त विकटै हो, पहाडी जिल्ला हो होइन। हजुर हजुर, पहाडी विकटै हो, तर ओखलढुङ्गा भन्दा यहाँ विकट देखेन। यो अब यो के भन्छ प्रादेशिक राजधानी पनि यहीँ भएर पनि हो, अब बाटोघाटा यस्ता छन्। अब यो त हेर्दै नहेरेको। अब मान्छे बरु हाम्रो ओखलढुङ्गा भएको धेरै विकास भएको छ नि। ओखलढुङ्गा त अहिले पिच भइसक्यो नि तपाईँको सबै बाटोहरू भइसक्यो। अब ठाउँ ठाउँमा हाइड्रो पावर छन्, के छन्, दुनियाँ। अब राजधानीको सदरमुकाम काठमाडौँको राजधानी हेटौँडा, काठमाडौँको राजधानीको हेटौँडामा आउँदाखेरि दर्शकहरूले हेरिराख्नु भएको छ, उहाँले प्रत्यक्ष सुनिराख्नु भएको छ उहाँको बोली है। भन्नुहोस्। यो त अब काठमाडौँको राजधानी हेटौँडा हो नि त, हो नि त। हो, अब काठमाडौँको राजधानीको हालत यस्तो हुनु भने त दुर्भाग्य हो। एकदम सही। कसैले पनि गर्दैन, उयो आफ्नै भाँडो सोध्याउने मात्रै हुन् होइन। हो 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 हो, त्यो गर्नेवाला नि केही पनि छैन। हो त्यही त राजधानी बसेको जिल्लामा यस्तो हुन्छ त। ल खानेपानीको उस्तो खानेपानीको बरु हाम्रोमा 1 मिटर नपुरिकन खानेपानीको लाइन होल 1 मिटर होल खनेर मात्र पुरेर पाइप बिछ्याएको हुन्छ। हो, यहाँ पाइप बिछ्याएको मैले एक ठाउँ पनि देखेको छु। त्यही त बाहिरै छ, बाहिरै लथालिङ्ग छ। हो त्यही भने यहाँ लागिरहेको छ, त्यही आगो लगाई बोले पाइप त्यहीँ बलिरहेको छ। जनताले खानेपानीको सुविधा पनि राम्रो देखिँदैन। अब बत्तीको मिटर पनि तपाईँको चाहिँ भने जस्तो तालले चाहिँ यहाँ चाहिँ रिजोड गरेर नआउनु छ। 1 वर्षसम्म आएन। मैले अस्ति प्राधिकरण गरेर कराउँदा बल्ल 1 वर्ष पछाडि आएको। अन्त जरिमाना चाहिँ मैले प्राधिकरणको अफिसको हाकिमले तिर्नुपर्छ भनेको छु। बिल तिर्न गएको छैन। अब जान्छु म, 5-6 हजारको बिल आएछ। यो बत्तीकै कुरो गर्ने हो भनेदेखि होइन, कुरो चलिगयो होइन। अब मिटर राखेको थियो अस्ति भर्खर, त्यहाँबाट अनिखेर मैले रातो बत्ती बालेको थिएँ। त्यतिखेर युनिट बढी उठ्यो, 128 उठेको थियो होइन। अनि अपरेटरले भन्यो कति उठेर चाहिँ त्यही हेरेर भनिदिनु न भनेर भनेको थियो मलाई। अनिखेर मैले हेरेर भने 128 भने होइन। उसले लेख्ने चाहिँ त्यही लेखेको नम्बर चाहिँ 281 युनिट लेख्थ्यो। 128 हुनुपर्ने ठाउँमा 281 तिन लेखेको छ। कति तिनी भयो, अदर बदर भयो, 81 बढी भयो, बढी नै भयो नि, थुप्रो बढी भयो। 80-90 100 तिरेर आएको अस्ति बजार त्यसलाई भन्नुभयो नि त साहबसित। अनि ऊ के भन्छ अब, के भन्नु, आधो हो कि साँचो मान्छे हो होइन, बुझेको हो कि नबुझेको हो कि। अनिखेर मैले भने यस्तो हुन्छ त भने, अब तपाईँको न्यूनतम मात्र तिर्नु पऱ्यो, तपाईँले तिरिसक्नु भएको छ, तिर्नु पर्दैन भन्छ। अब म एउटा बत्ती बाल्टी जम्मा होइन, न्यूनतम त्यही 46, 47, 48 रुपियाँ 50 रुपियाँ तिरिरहेको छु अहिले। पहिले 2300 पनि तिर्यो, अहिले पनि महिना पछि तिरिरहेको छु। त्यही त कसैले आफ्नो जिम्मेवारी पूर्वक काम चाहिँ कसैले गरेर देख्नु। अनि यहाँलाई एउटा कुरो म सोध्न चाहन्छु हाम्रो घिमिरेजीलाई। अब यो तपाईँलाई ओखलढुङ्गाको भन्दा यहाँको वातावरण तपाईँलाई ठिक लाग्यो नि त? अघि नै भनिसक्नुभयो विकट रहेछ भनेर भनिसक्नुभयो। काठमाडौँको राजधानीमा आएको काम पाइन्छ भनेर झन् विकट रहेछ हाम्रो ओखलढुङ्गा पनि भन्नुभयो होइन। त्यही त। अब एकैछिन है, हामीसँग समय धेरै छैन, फेरि अर्कोचोटिमा हामी भेटौँला। एउटा सानो कुराको थपिहालौँ। यहाँ रवि लामेछानेलाई थुनेको बारेमा तपाईँले राम्रो भन्नुहुन्छ कि नराम्रो भन्नुहुन्छ? प्यारा दर्शकबिनहरूमा चाहिँ तपाईँले यो प्रश्न भनिदिनुहोस् ल। यो प्रश्न मैले भन्नुपर्दाखेरि चाहिँ होइन, अब यो जनता अब धेरैले चाहिँ अब रवि दोषी छैन भनेर चाहिँ अब आन्दोलन गरिरहेका हुन् होइन, धेरै पहिलेदेखि। अब विभिन्न अदालतहरूमा पनि अब पुर्याइरहेका हुन्। अब अदालतहरूले अब जिल्ला अदालतहरूले अब
उसमा चाहिँ के भन्छ अब धरोटीमा छुटिराखेको पनि अब यसो समाचार एफएमहरूमा सुनिन्छ है। सुनिन्छ हो आज बिहानै मात्रै पनि मैले सुनेको थिएँ रविले यसरी पक्राउ भयो भन्ने कुरो मैले एफएमबाटै सुनेको हो। हो 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 यो जायज हो त यो। अनि अब यो अब उसले जिल्ला अदालतले धरोटीमा छोडेको थियो, अहिले उच्च अदालतले अब त्यो उल्टाइदिएर अब थुनामा राख्ने आदेश दियो होइन। अब रविको विरुद्धमा अब जो उत्रिए पनि अब त्यो अदालतले नै त्यो निर्णय बदल गर्नु पर्यो होइन। नभएदेखि त रविलाई छोड्ने चान्स नै भएन। अब कसरी छोड्ने, के भनेर छोड्ने होइन। अब जनता उर्ल्यो भने के हुन्छ यहाँनिर, उर्ले भने त रक्तपात हुन्छ। अब जनता उर्लिन त विकल्प के छ त, केही छैन। किनकि उसले ठाउँ ठाउँमा 3-4वटा मुद्दा परेर सबै कुरा जितेर उसँग चाहिँ आफ्नो भएको श्रीमतीको नाममा भएको सम्पत्तिको मात्रै बुझाएर पनि रिहा भएको मान्छेलाई उसले गल्ती उसले केही गरेकै देखिँदैन अहिले। भनेपछि गल्ती गर्ने त सरकार हो नि, यो सरकार त होइन। यो सरकारलाई चाहिँ अब खबरदारी गर्न हामी जनता लाग्नुपर्छ कि पर्दैन? लाग्नु चाहिँ पर्ने नै हो। हो ल हस् दर्शक बिन्दुहरू, प्यारा दर्शक बिन्दु, खुसी खबर एउटा रिलिज हुँदैछ, हेर्नु होला है। ओके, थ्याङ्क यू, धन्यवाद।